भिडियोलाई युट्युब अन्तर्गत हेर्दै हुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै साइडमा रहेको बेल आइकनलाई प्रेस गरी अल नोटिफिकेसन अन गरिदिनु होला। नमस्कार छ सबैजनालाई, आजको भिडियोमा स्वागत गर्न चाहन्छु। लागौँ आजको भिडियोमा। सुरु गर्नुभन्दा पहिले प्लिज लाइक गरिदिनु होला। अब लागौँ मोबाइलतर्फ कसरी बनाउन सकिन्छ युट्युब थम्बनेल एचडी क्वालिटीमा। तपाईले सबैभन्दा पहिले प्ले स्टोरमा गएर एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। पिक्सेल ल्याब्स एप डाउनलोड गरिसके पछाडि यस्तो फिचर आउँछ। इमेज साइज छान्नुहोस्, कस्टम गएर युट्युब थम्बनेल सेट गर्नुहोस्, ओके गर्नुहोस्। अब हामीले ब्याकग्राउन्ड कलर छान्नुपर्ने हुन्छ। तपाईको इच्छा चोइस अनुसार कलर छान्नुहोस्। म चाहिँ यो छान्छु। यसमा तपाईले यसरी लाइट पनि मिलाउन सक्नुहुन्छ। यसरी हेर्ने सक्नुहुन्छ, ओके गर्नुहोस्। ओके गरिसके पछाडि अब तपाई ग्यालेरीमा जानुहोस्। तपाईको एउटा फोटो चुज गर्नुहोस्। फोटो चुज गरेपछि यसलाई यसरी मिलाउनुहोस्, मिलाएर राख्नुहोस्। यसलाई लक गरेपछि तपाईको यो फोटो दायाँमा हलिँदैन। हामीलाई काम गर्न सजिलो हुन्छ, अरू काम गर्न सजिलो हुन्छ। अब यसलाई टेक्स्टमा जानुहोस्। टेक्स्टमा गएर टाइप गर्नुहोस् हाउ टु मेक गरिसकेपछि ओके गर्नुहोस्। अब हामी यसलाई कलर चेन्ज गर्छौं। कलर छान्नुहोस्। म चाहिँ यसलाई व्हाइट कलर दिन्छु। व्हाइट कलर दिएपछि यसलाई अब फन्टमा जान्छु। तपाई चोइस अनुसार चुज गर्नुहोस्। म यो चुज गर्छु। त्यसपछि स्टकमा जानुहोस्, इनेबल गर्नुहोस्, यसलाई हल्का बढाउनुहोस्। ओके गर्नुहोस्। अब स्याडोमा जानुहोस्, इनेबल गर्नुहोस्, यसलाई हल्का मिलाउनुहोस्, कलर दिनुहोस्, अझ राम्रो देखिन्छ। हामीले यसलाई जति टाइम दियो उति नै राम्रो हुन्छ। अब यसलाई साइजमा क्लिक गर्नुहोस्। साइजमा क्लिक गरेपछि यसलाई बढाउनुहोस्। अलि साइज बढाउनुहोस्। ओके गर्नुहोस्। अब फेरि टेक्स्टमा जानुहोस्। एडिटमा जानुहोस्। अब यहाँ टाइप गर्नुहोस् प्रोफेसनल सर्ट चयन गर्नुहोस्। यसलाई सेम अघि जस्तै कलरमा गएर यसलाई कलर चेन्ज गर्नुहोस्। कति राम्रो देखियोस्, अलिकति
स्पष्ट देख्ने कलर छान्नुहोस्। मैले कलर राखेँ, ओके भने म फन्टमा जान्छु। फन्टमा गएर सेम अघि जस्तै म यही चुज गर्छु, ओके गरेँ। स्ट्रोकमा जानुहोस्, लेमन गर्नुहोस्, साइन मिलाउनुहोस्। सेडोमा जानुहोस्, हल्का घटाउनुहोस्। अब साइजमा जानु, के गर्नुहोस्, फेरि टेक्स्टमा जानुहोस्। एडिटमा क्लिक गर्नुहोस्, टाइप गर्नुहोस् थम्बनेल। के गर्नुहोस्, फन्टमा जानुहोस्। म यो राख्छु, ओके गर्छु। स्टकमा जानुहोस्। अब इनेबल गर्नुहोस्। एकदमै सजिलो छ। हल्का जुम गर्नुहोस्। अब फेरि यसको पछाडि कलर चेन्ज गर्नुहोस्। ब्याकग्राउन्डको यसलाई बढाउनुहोस्। टप पेन्डिङ गर्नुहोस्, बटम पेन्डिङ यसरी टक्क मिलाउनुहोस् तलमाथि। अब फेरि टेक्स्टमा जानुहोस्, एडिटमा जानुहोस्, टाइप गर्नुहोस्। मैले फर टाइप गरेँ, यसलाई ओके गर्छु। यसलाई म हल्का जुम गर्छु। जुम गऱ्यो भने यसलाई हामीले यताउति मिलाउन एडजस्ट गर्नलाई सजिलो हुन्छ। धेरै सानो भयो भने हामीले त्योलाई यताउति घुमाउन त्यसलाई अलिक गाह्रो हुन्छ। फन्टमा गएर हामीले यसलाई सेट गर्छु।
लाइन मिलाउने, स्ट्रोक लागेर मिलाउने, स्याडोमा जानुहोस्, इनेबल गर्नुहोस्, ओके गर्नुहोस्। अब कलर तपाईँको इच्छा अनुसार दिनुहोस्। फेरि टेक्स्टमा जानुहोस्, मैले यहाँ सर्च गरेँ युट्युब सर्च गरेँ, युट्युब गरेँ। अब म कलरमा जान्छु, कलरमा जान्छु, कलरमा गएर म फन्ट चेन्ज गर्छु, फन्ट चेन्ज गर्दै सिस्टममा जानुहोस्, स्याडोमा जानुहोस्, इनेबल गर्नुहोस्, अब कलरमा जानुहोस्, मैले यसलाई रेड दिएँ, ओके गरेँ। हल्का जुम पनि गरिदिएँ मैले। म यहाँ युट्युबको एउटा लोगो सिलेक्ट गर्छु। तपाईले यसलाई चाहिँ क्रोममा गएर चाहिँ भेट्न सक्नुहुन्छ। अलि तनै मिलाउनुस्। हेर्नुस् कति राम्रो देखेको हेर्नु त, राम्रो देखेको छ। अब म यहाँ एउटा स्टिकर राख्छु है, तपाईको इच्छा अनुसार हाल्नु, कुन राख्नु चाहनु है। म चाहिँ अब यहाँ सिलेक्ट गरेर जान्छु, यो स्टार भएको राख्छु। अब यति गरिसके पछाडि अब हामीले सेभ भयो, सेटिङमा जाने। अब पिएनजी सेट गर्नुहोस्, कस्टममा जानुहोस्, तल चेन्ज गर्नुहोस्, 7680 टाइप गर्नुहोस्, हाइटमा हाल्नुहोस् 4320 हाल्नुहोस्। अब यसलाई शिफ्ट टु ग्यालेरी गर्नुहोस्, शिफ्ट टु ग्यालेरीमा क्लिक गर्नुहोस्, शिफ्ट टु ग्यालेरीमा क्लिक गर्नुहोस्। अब तपाईको सेभिङ हुँदैछ, तपाईको ग्यालेरीमा सेभिङ भए पछाडि ग्यालेरीमा हेर्न सक्नुहुन्छ।